धेरैलाई लाग्छ धनी बन्नु संसारकै सबैभन्दा गाह्रो काम हो। तर म भन्छु धनी बन्नु कुनै गाह्रो काम होइन। यो त केवल एउटा बच्चाको खेल हो। तर यो खेल खेल्नको लागि तपाईँले यसको नियम बुझ्नु पर्दछ। यदि नियम थाहा छैन भने तपाईँ कुहिरोको काग जस्तै हुनुहुनेछ। आज म तपाईँलाई संसारका 5% धनी मानिसहरूले खेल्ने त्यो खेलको नियम बुझाउन जाँदैछु। यदि यो नियम बुझ्नुभयो भने तपाईँको लागि पनि धन कमाउनु बच्चाको खेल जस्तै सजिलो हुनेछ। नमस्कार, म तीर्थराज चेडाई, एक बिजनेस लिडर। आजको यो विशेष भिडियोमा म तपाईँलाई संसारकै एक प्रसिद्ध आर्थिक विज्ञ तथा अर्बपति लगानीकर्ताले प्रतिपादन गरेको त्यो शक्तिशाली सूत्रको बारेमा बताउने छु, जसले पैसा कमाउने पेसालाई 4 भागमा विभाजन गरेको छ। यो सूत्र बुझेपछि तपाईँले थाहा पाउनुहुनेछ कि तपाईँ अहिलेसम्म किन आर्थिक समस्यामा हुनुहुन्थ्यो र धनी बन्ने वास्तविक बाटो कुन हो। आर्थिक विज्ञ रोबर्ट कियोसाकीले लेख्नु भएको क्याश फ्लो क्वाड्रन्ट, नगद प्रवाह वृत्त मार्ग भन्ने बुकका अनुसार पेसाहरू 4 प्रकारका हुँदा रहेछन्। संसारभरिका 8 अर्ब मानिसहरू यिनै 4वटा पेसामा रमाउँदा रहेछन्। ती के हुन् म तपाईँलाई अब एक एक गरी एक्सप्लेन गर्नेछु। कृपया भिडियो हेर्नुहोला। पहिलो क्याटेगोरीमा रहेको छ ई भनेको एम्प्लोइ भनेको जागिरे, जब, सर्भिस। हामी विभिन्न नामले यसलाई भन्न सक्छौँ। संसारभरिका 80% पिपुलहरूले यसमा काम गर्नुहुन्छ। ठुलो सङ्ख्याका पिपुलहरू यसमा हुनुहुन्छ। जसले सेक्युरिटी चाहनुहुन्छ उहाँ यो क्याटेगोरीमा हुनुहुन्छ। यो वर्क फर मनी, यो क्याटेगोरीका मानिसहरूले केही पैसाका लागि, गुजाराको लागि मालिकको सेवा गर्नुहुन्छ। यो क्याटेगोरीका मानिसहरू भोको पनि मर्दैनन् रे अनि धनी पनि हुँदैनन् रे। एकजना भाइले त भन्नुहुन्थ्यो, यदि कसैले एम्प्लोइ बन्न चाहन्छ भने उसले इन्डाइरेक्टली के भनेको अरे भने मलाई पनि गरिबकै क्याटेगोरीमा राखिदेऊ। यिनीहरूसँग पैसा पनि हुँदैन, समय पनि हुँदैन। दुईटामा एउटा त हुनु पर्यो नि। कि त पैसा आउनु पर्यो कि त समय आउनु पर्यो। किनकि उसले आफूलाई सस्तोमा बेचेको छ, समय पनि छैन, पैसा पनि छैन, किनकि उसको गुजारा पनि राम्रोसँग चलिरहेको छैन। अब दोस्रो क्याटेगोरी रहेको छ यस भन्नाले सेल्फ इम्प्लोइ अथवा स्वरोजगार। कलाकार, खेलाडी, गायक अनि फ्रिलान्सर काम गर्ने व्यक्तिहरू, किसानहरू सबै यसमा पर्नुहुन्छ। आफैलाई रोजगारी दिने, कसैकोमा गएर काम पनि नगर्ने र कसैलाई रोजगारी दिन पनि नसक्ने। संसारभरिका 15% मानिसहरूले चाहिँ के गर्छन्, स्वरोजगार गर्छन्। यिनीहरूसँग चाहिँ जागिरेसँग भन्दा अलिक बढी पैसा चाहिँ हुँदो रहेछ, तर समय चाहिँ अझै हुँदैन, झन् हुँदैन। बरु जागिरेले त आज मलाई टाउको दुख्यो भनेर नजान पाउला, बिहान बेलुका छुट्टी नै पाउँछ, शनिबार एक दिन, हप्तामा एक दिन छुट्टी पाउँछ। तर पसल खोलेको मान्छेले हेर्नुहोस् त, बिहानदेखि बेलुकासम्म 18 घन्टा काम गर्नुपर्छ, 7 दिन काम गर्नुपर्छ, कहिल्यै फुर्सद हुँदैन। बन्धन नै हो यो पनि। र यो क्याटेगोरीलाई भनिन्छ एक्टिभ इन्कम गर्ने क्याटेगोरी। यो जुन लेफ्ट साइडमा देख्दै हुनुहुन्छ 95% मानिसहरू, इम्प्लोइमा 80% र सेल्फ इम्प्लोइमा 15% गर्दा टोटल कति भयो? 95% मानिसहरू भनेका लेफ्ट साइडमा छन्। उनीहरूले चाहिँ के गर्छन्, एक्टिभ इन्कम, काम गर्दा पैसा आउने, काम नगर्दा पैसा नआउने। अब हामी जाउँ राइट साइडमा। राइट साइडमा के रहेछ हेरौँ। बी मिन्स बिजनेस अनर, व्यापारी। व्यापारीको लागि चाहिँ यिनै इम्प्लोइहरूले काम गरिदिन्छन्। यहाँ लेखेको छ हेर्नुहोस् त, पिपुल वर्क फर यु। पिपुलले काम गरिदिन्छन्। उनीहरूले एउटा सिस्टम बनाएका हुन्छन्, कम्पनी खडा गरेका हुन्छन्, उद्योग चलाएका हुन्छन्। यिनै 80% मानिसहरू यिनीहरूका के हुन्, कामदार हुन्। अब अर्को नम्बरमा रहेको छ आई भनेको इन्भेस्टर, लगानीकर्ता। हेर्नुहोस् त, उहाँहरूलाई चाहिँ पैसाले नै काम गर्दो रहेछ। व्यापारीलाई चाहिँ पिपुलले काम गरिदिन्छन् भने इन्भेस्टरलाई चाहिँ पैसाले काम गर्दो रहेछ, पैसालाई काममा लाउँछन्। यिनीहरूसँग अदर पिपुल मनी, अदर पिपुल स्कुल, अदर पिपुल टाइम, अदर पिपुल स्किल युज गरेर धनी हुने हो, हिम्मत गरेर धनी हुने हो। यिनीहरूसँग त्यति धेरै नलेज हुन्छ भन्ने चाहिँ होइन, हिम्मत चाहिँ हुन्छ। नलेज त हेर्नुहोस्, यो इम्प्लोइसँग बढी हुन्छ। जिन्दगीभरि पढेका हुन्छन् केका लागि, अरूको कम्पनीमा गएर काम गरेर उनीहरूलाई धनी बनाउनको लागि। अब 5% मानिसहरू मात्रै यो राइट साइडमा हुँदा रहेछन्, बिजनेस र इन्भेस्टर क्वाड्रन्टमा। र अब हेर्नुहोस् त रिजल्ट के छ, प्यासिभ इन्कम। काम गर्दा मात्रै पैसा आउने होइन, काम नगर्दा पनि पैसा आउँछ। यिनीहरूले सिस्टम बनाएका हुन्छन्। जस्तै उदाहरणको लागि यो लेफ्ट साइडमा चाहिँ वर्किङ क्याटेगोरी भयो, आफै पैसा छाप्ने मसिन जस्तै भयो। मसिन बन्द भयो, पैसा बन्द भयो। राइट साइडको मान्छेहरूले चाहिँ के गरे, मसिन खडा गरे। उनीहरूले चाहिँ भर परेन, मसिनमा भर पर्यो नि त। मसिन खडा गरिसकेपछि त मसिनले काम गर्ने भयो। उदाहरणको लागि है मैले त्यो भन्न खोजेको।
अब यहाँ तपाईँले हेर्न सक्नुहुन्छ 95% पिपुलसँग जम्मा 5% मात्रै धन रहेछ। हेर्नुहोस्, रिजल्ट चाहिँ फेरि ठ्याक्कै उल्टो छ। हेर्नुहोस्, चाहिने जति पुग्ने जति छैन 95% मानिसहरूलाई। अब 5% मानिसहरूलाई हेर्नुहोस् त 95%, विश्वको 95% धन चाहिँ यिनीहरूले कब्जा गरेर होल्ड गरेर बसेका छन्। यिनीहरूलाई चाहिने जति छैन देब्रेपट्टिकोलाई भने दाहिनेपट्टिकोलाई के छ, चाहिने भन्दा बेसी छ। यिनीहरूले डोनेसन, लग्जरी लाइफ जिएर पनि अझै डोनेसन पनि गर्छन्। यदि यिनीहरूले उद्योग धन्दा कल कारखानाहरू खोलिदिएनन् भनेदेखि अथवा पनि फिल्म बनाइदिएनन्, केही गर्दैनन् भनेदेखि यो लेफ्टपट्टिका मानिसहरूले त कामै पाउँदैनन्। जब क्रिएटर पनि हुन्, यतापट्टिको जब सिकर, यतापट्टिको जब क्रिएटर। अब यसलाई अझै अर्को भाषामा म तपाईँलाई बुझाउन चाहन्छु। पैदल यात्रीले ढिलो हिँड्छ अथवा यात्रा छिटो हुँदैन भने भेहिकल युज गर्यो भने अथवा सवारी साधन युज गर्यो भनेदेखि त के हुन्छ, छिटो पुगिन्छ नि। हो त्यस्तै वर्किङ क्याटेगोरी भनेको के हो, आफै हिँड्ने दौडिने भनेको। कोही डक्टरहरू हुनुहुन्छ भने उहाँहरू दौडिरहनु भएको छ, उनीहरू हेर्दै हुनुहुन्छ कि इम्प्लोइले चाहिँ नि ढिलो हिँडेको देखेर उनीहरू छिटो छिटो दौडिरहेको हो। तर जो बिजनेस ओनर, जो सिस्टम क्रिएटर हुनुहुन्छ, इन्भेस्टर हुनुहुन्छ, उहाँहरूले चाहिँ के गरेको अरे सवारी साधन युज गरेको, यिनीहरू छिटो पुग्छन्। त्यही भएर कहिलेकाहीँ के हुन्छ, माध्यम एकदमै इम्पोर्टेन्ट छ। बिना माध्यम चाहिँ स्पिड हुँदैन, सवारी साधन बिना स्पिड हुँदैन। अब यो कुरा बुझ्दै गर्दाखेरि हामीले धन कमाउनको लागि, धनी बन्न, सफल बन्नको लागि चाहिँ बिजनेस र इन्भेस्टर क्वाड्रन्टमा आउनु पर्ने रहेछ भन्ने त बुझ्नुभयो। तर अब यो गर्नको लागि के कुराहरूको आवश्यकता पर्दछ त भन्ने कुरा बुझौँ है त। पहिलो नम्बरमा के चाहियो, तपाईँहरू आन्सर दिनुहोस् त। धेरैले भन्नु होला पुँजी अथवा क्यापिटल अथवा पैसा चाहियो। पहिलो नम्बरमा त क्यापिटल भएर भएन, के गर्ने भने त आइडिया त हुनु पर्यो नि। फर्स्टमा के चाहिँदछ, आइडिया चाहियो। आइडिया पछि के चाहियो, बल्ल क्यापिटलको कुरा आयो। यो दुईटा हामीसँग छैन। यदि कसैले जोर जम्मा गरिहाल्यो भने पनि के छ, रिस्क फ्याक्टर बहुत हाबी छ। त्यस कारणले गर्दा रिस्क बियर गर्न नसकेको कारणले हामीले इम्प्लोइ क्याटेगोरीमा जानु परेको हो। भिडियोको सुरुमा मैले पैसा कमाउनु गाह्रो काम होइन, केवल बच्चाको खेल हो भनेको थिएँ। अब म तपाईँलाई प्रुफ गर्न चाहन्छु, बिना आइडिया, बिना क्यापिटल र रिस्क बिनै व्यापार गर्न सकिन्छ भने त बच्चाको खेल भइहाल्यो नि। धनीहरूले के गरे, धनी हुने बाटोमा लागे, माध्यम राम्रो समाते। हामी के गर्यौँ, गरिब हुने बाटोतिर हिँडिरहेका छौँ, तर सपना चाहिँ धनी हुने देखिरहेका छौँ। यदि यहाँसँग अवसर छैन भने कृपया हामीसँग छ, सम्पर्क गर्नुहोला, हामी तपाईँलाई सहयोग गर्छौँ। अवसर पनि हामी नै दिन्छौँ र गाइड पनि हामी नै गर्छौँ। मात्रै सपना लिएर आउनु होला, जेन्युन व्यक्ति मात्रै आउनु होला। र मेरो व्हाट्सएप नम्बर मैले दिएको छु, त्यसमा तपाईँले कन्ट्याक्ट गर्न पनि सक्नुहुन्छ। यदि यस्तै भिडियो यहाँलाई हेर्न मनपर्छ भनेदेखि मेरो च्यानललाई सब्सक्राइब गर्न र बेल आइकन दबाउन पनि नभुल्नुहोला। आजको भिडियो यहाँलाई कस्तो लाग्यो, यदि मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला, ताकि अरू धेरै व्यक्तिहरूले पनि यो अवसर प्राप्त गर्न सकुन्। नमस्कार।